बतासमा बगिरहने भुवा झैँ मन भयो उकालो रालो गर्दै आधा यो जोवन गयो मर्दी खोला सुसाएको सुने देउरालीबाट बिरबुले सारा जब देखे त्यो जुनेली रात हिँडे म त नौ डाँडा काटेर हो नौ डाँडा काटेर हो मनले पर जाउँ भन्छ Hey, what's up guys, welcome back रहेको छ मेरो नयाँ इन्ट्रेस्टिङ ब्लगमा आफ्टर अ लङ टाइम गाइज ब्लग सुरु गरिरहेको छु किन भन्दाखेरि म आथेँ अनि इन्ट्रान्स एक्जामिनेसन होइन एडमिसन ट्याक्क आज एडमिसन भएर आइयो होइन अब महानगरमा निस्केको थियो अनि महानगरबाट एडमिसन भइदियो स्कलरसिपमा त्यसपछि आज हामी चाहिँ अहिले काठमाडौँ इमाडोलमा छौँ त्यही आज कतै घुम्न जाने हो कि भन्ने प्लान भएको हुनाले मैले ब्लग सुरु गरेको होइन ब्लग नगरेको धेरै भयो कस्तो अक्वार लाग्छ कि धेरै भएपछि ब्लग नगरेको होइन हेलो गाइजहरू चाहिँ हामी हाम्रो भाउजूको साथमा के भन्नु छ बिकज हामी साइलेन्टली बोलिरहेछौँ किनकि यता हाम्रा ट्विन्सहरू सुतिरहेछन् हाम्रो दिदीको चला हेर्नुहोस् गाइज अनि हेरौँ न के हुन्छ अब यहाँ चाहिँ हामी रिक्क परिसक्यौँ गाइजहरू गाइजहरू हाम्रो चाहिँ भर्खर ट्विन्सहरू जागेको अवस्था सुतेर उठ्यो अनि यिनीहरू कपडा लगाएँ अब यहाँको त के कुरा गर्न सक्यो र हेर्नु न अब अरू त के भनौँ गाइजहरू मैले होइन यता चाहिँ टिकटक बनाउनलाई चाहिँ उ छ गीत चुज गर्ने क्रममा जारी पुकुली त्यसले त हेर्दै हेर्नु न उता हेर्नुहोस् गाइजहरू हाई भनिदिनु न अब यहाँ हेर्नुहोस् पुकुली हाई भनिदिउ न हाई भनिदिउ न कस्ती छिनिनी नानी हेर्नु न बाबुले भनिदिन्छ कि नानी राम्रो कि बाबु नानी राम्रो कि बाबु बाबु नानी दुवै राम्रा बाबुसित हामी कता जाने बाबु भाते भन्छ आलुवा दिनीलाई भाते भन्छ कि अनि त्यही भएर हामी आज निस्किसक्यौँ जाने कहाँ हो भने अहिले फिक्स नै छैन होइन अब कता हुन्छ के हुन्छ जाने टक्कबाट हेर्नु फोटो खिच्ने ठाउँमा आइसकेका छौँ तर अहिले चाहिँ रहन्छन् कि त्यो के अरे फुल नै फुलेर रहन्छ त्यही भएर अब हामी यहाँ पछाडि छौँ दिदी अनि आमा हुनुहुन्छ अनि यता भाउजू हुनुहुन्छ यता दाई हुनुहुन्छ चस्मा लाएर खै दाई हाम्रो दाई ह्यान्डसम हुनुहुन्छ हाम्रो भाउजूलाई त्यसै पट्टाउनुहुन्छ अरू के भन्न सक्यो त ट्राफिक छ गाइज अब यस्तो छ दाइले चाहिँ अहिले सरप्राइज दिन गइराख्नु भएको के को हाम्रो दाइको म्युजिक टेस्ट हेर्नु त्यसो गाइड चाहिँ हामी अहिले चाहिँ टक्क पारामा कहाँ छौँ भन्दा
नुन माग्दा बित्तिकै एउटा सम्झ्यो हामीले भर्खर चाहिँ मकै खाम होइन हामीले मकै खाँदै टक्क भ्यूलाई इन्जोय गर्दै होइन काठमाडौँको डाँडाकाँडा हेर्न सक्नुहुन्छ हामी कहाँ जाने अटो पत्तो केही छैन हाम्रो दाइले चाहिँ हामीलाई लगायत हाम्रो टिमलाई सरप्राइज दिन जाँदै हुनुहुन्छ भाउजू के खाँदै हुनुहुन्छ कस्तो लागिरहेको छ आज नानी खै हजुरलाई कस्तो लागिरह बाबुले चाहिँ मस्त पारामा चाहिँ इन्जोय गरिरहेछन् होइन तिमीलाई कस्तो लागिरहेको अल गुड पार्किङ भन्ने ठाउँ छ होइन यहाँ चाहिँ हाइकिङहरू गरिन्छ होइन अब त्यो पार्किङ भन्ने ठाउँमा गाई लैदेऊ सिन्दुर लैजाऊ साथै सिन्दुर लैजाऊ साथै गाइज हाम्रो चाहिँ म्युजिक चाहिँ एउटा 8 मिनटको म्युजिक चाहिँ 1 घन्टा लाग्छ बिकज अफ दाइको काम नेट चलेन कि ए अहिले चाहिँ नेट नचलेर तर हाम्रो दाइ मल्टिटास्कर तपाईँलाई केही इबिसिबी चाहिन्छ भने कि मार्केट उ गरिदिउँ एडभर्टाइजमेन्ट त उसलाई मार्सी इबी चार्जर चाहिँ हाम्रो कम्पनी हो गाइजहरू मार्सी इबी कुनै पनि चार्जिङ स्टेसन राख्न पर्यो हाम्रो दाइलाई सम्झिनु होला गाइज अब अरू के काम गर्नुहुन्छ दाइ इबी बाइकहरूको के एक्सपोर्ट इम्पोर्टहरू कस्मेटिकहरू कुनै पनि चाहिन्छ भने हाम्रोलाई सम्पर्क गर्नु होला है म डिएम अथवा डिस्क्रिप्सनमा नम्बर राखिदिन्छु हाम्रो मार्सी इबी चार्जरको ओनर चाहिँ हाम्रो भाउजू हुनुहुन्छ एउटा ठाउँमा रोकिराखौँ श्री कालिका देवी माध्यमिक विद्यालयको साइडमा किन थाहा किन बाबु यो किन भन्दाखेरि पुगुलीले भमिट गरेर नानीले हो नानीले चाहिँ म नस्पाती टिप्छु भन्छ कि होइन नानीले के गरे वाकी किन वाकेको नानी नानीले चाहिँ भमिट गरेर हामी यहाँ रोकिएको छ बखडा त्यो भएर चाहिँ हामी किन्न गएको थियौँ तर हामीलाई फ्रीमै दिए होइन अहिले स्याउली बजार भन्ने ठाउँमा छौँ एउटा गीतमा पनि सुन्ने होला यो स्याउली बजारमा भन्ने त्यो चाहिँ हामी यो हो त्यसलाई चाहिँ स्याउली बजार भनिन्छ वन्स मोर टाइम गाइज अब चाहिँ हाम्रो गीत सुन्नु है चितलाङ डाँडा पार्दा हो नि फाइनल्ली होइन कुलेखानी भन्ने ठाउँमा आइसकेका छौँ त्यस्तो चाहिँ अब ठाउँ दामी त के भनौँ हस्टमा तल गइयो होइन जङ्गलको गाडी जान्छ हामी चाहिँ ठ्याक्क कुलेखानी ड्याममा आइसकेका छौँ होइन बिजनेसम्यानले फिल लिन लाउनु हेर्नु न गाइज दामी छ यता ठाउँ होइन जिपलाइनहरू बोटिङ त्यहाँबाट जिपलाइन गर्दैछ है बोटिङहरू जिपलाइनहरू गर्ने ठाउँ रहेछ यो गाडीमा बस्न ठिक कि यहाँ बस्न भाउजू कस्तो लाग्छ हजुरलाई अनि अरू केही गाइज हामी चाहिँ यहाँबाट निस्किन लागेको है दामी ठाउँ रहेछ यो हो यहाँबाट चाहिँ हाम्रो हाइड्रो पावरबाट चाहिँ बिजुली निकालिन्छ होइन त्यो त भन्न परेन है 7 किलोमिटर लामो छ यो चाहिँ 7 किलोमिटर लामो ठाउँबाट हजुर डाँडा पारी तल उता थड्डे ओह्रालो छ त्यहाँ पानी झारेछ कि ए
घर कि नक्कली पुकुली यति यति जानेको मान्छे त कोही पनि जानेको अनि रिसाउने रिसाउने जानेर कहाँ कथेर रुन पर्छ भन्ने थाहा भएको मान्छे धेरै रुनी मान्छे धेरै चाहिने भनेको चिज चाहिने गाइजहरू दामी मौसम छ गाइजहरू रात परिसकेको छ हामी कुलेखानीबाट निस्किँदैछौँ होइन हाम्रो सरप्राइज कुलेखानी हामीलाई थाहा भयो हाम्रो सरप्राइज चाहिए कुलेखानी रहेछ दामी पारा त्यस्तो दामी मौसम छ चिल पारामा होइन गाइजहरू बाहिर हेर्न सक्नुहुन्छ है ओ माई गड बाबाजुको गिफ्ट थियो त्यसको नाम रिभिल गरिदिउँ र गाइज भयो अलिखेरि गाली खाइन्छ टक्क पारामा कुलेखानीबाट एकैछिन साझा खाएर होरेर चाहिँ हामी आइसकेका छौँ एक ठाउँ चाहिँ अलि बाटो अप्ठ्यारो थियो त्यो त्यहाँ बाइक चाहिँ बाटो एकदम दामी छ है के भन्नु सक्छु र गाइजहरू मौसम पनि दामी छ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो होइन बाहिरको चाहिँ पुरा पारामा रात पर्न लागिरहेको छ होइन अब यस्तोमा के भिडियो गर्ने होइन थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो मन परेको लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई